के भयो हजुरलाई? कुखुराको भूत चढे जस्तो छ। कुखुराको भूत होइन मायालु, मलाई त 52 बिघाको भूत चढेको छ। अनि 52 बिघा कहिले जानुहुन्छ नि? बाघको छालामा स्यालको रजाइ त सुने, तर आज बाघको सम्पत्तिमा पनि स्यालको रजाइ देख्ने अवसर पाइयो। बेटी के विवाह में 8 लाख ऋण लेकर दहेज दिली, खेत उपजा कर तिरवई से सोचने चली, अब लेना यहाँ के गर्न लागेको? यो जग्गा हाम्रो साहबले किन्नु भएको हो, त्यसैले हामी नाप्न आएको हो। किनेको रे? यो त अहिले नि जग्गा हो, कसरी किने? लालपुर जा छ त मसँग।